अब टिक्न चाहनुपर्छ हाम्रो लाइटो बोक्नेहरू पनि अब त्यसले गर्दाखेरि त्यो अब हाम्रो अब खबर जान्छ हाम्रो नक्सो नागिरे अब रेडी भइसक्नु भएको छ जानुभएछ अब रेडी भइसक्नु भएको छ अब पालाङसम्म चढिसक्नु भयो पालाङसम्म चढिसक्नु भयो अब उहाँले बाखान गर्नु हुँदैछ अब त्यसले गर्दाखेरि बाखान गर्नु हुँदैछ उहाँले हिँड्नुभयो अब हाम्रो नोक्सो नागिरे हाम्रो अब नाकिले हाम्रो भूमेदान हिँड्नुभयो अब भूमेदान हिँड्नुभयो अब हिँड्नुभयो ल हाम्रो 80 82 पुग्नु भएको 80 82 पुग्नु भएको हाम्रो नोक्सो बाबा छिरे हाम्रो भएको छ अब पुग्नु भइसकेको छ पछाडि गरिदिनुहोस् न ल हाम्रो अब 81 82 वर्ष पुग्नु भएको हाम्रो कान्छा नक्सो नाकिले अब भूमेदान जानु हुँदैछ अब जानु हुँदैछ त्यसले गर्दाखेरि अब सबै यहाँ बसेको हाम्रो भूमिहरू त्यहाँ हाम्रो भूमि अब त्यहीँ गएर ढिलो भएको हुनाले हाम्रो भूमि अलि त्यहाँ अड्किराखेको छ हाम्रो मुद्दुममा अलि हामी ढिलो भएको हुनाले हाम्रो भूमि ठिकै हाम्रो नक्सललाई त्यहाँ लिन गइसकेको छ त्यसले गर्दाखेरि हाम्रो अनि बखान हाम्रो मुद्दुममा बखान गर्दै अलि ढिलो भयो उहाँले भूमिलाई सम्झाउँदै पुकार्दै अब दुख बिमार नदिनुहोस् मेरो सारा सन्तान सबै जनतालाई मेरो सागा सन्तानलाई केही नहोस् भनेर उहाँले दर्शाउँदै आइराख्नु भएको छ भूमिलाई सब फकाउँदै आइराख्नु भएको छ उहाँले आइराख्नु भएको छ हाम्रो अब 81 82 वर्षको पुग्नुभएको हाम्रो नक्सो नागिरे पदमबहादुर हाम्रो काका हाम्रो कान्छा काका हुनुहुन्छ उहाँले चाहिँ यस्तो अब 81 82 वर्ष पुगेको पनि उहाँले भूमि मात्रै हानेको उहाँले अब 60 वर्ष भइसक्यो उहाँले हानेको उहाँले 21 वर्षदेखि कलिलो उमेरमा गर्छु खान्छु भन्ने बेला उमेरमा उहाँ कान्छा काकाले चाहिँ हाम्रो भूमि सुकेले चाहिँ रुचाएको हुनाले अहिले उहाँले यो कर्म गरिराख्नु भएको छ अहिले हाम्रो भूमिलाई समान तरिकाले अब हाम्रो भूमिथानभित्र प्रवेश गर्नुभयो हाम्रो नक्सो नागिरे हाम्रो 81 वर्ष 82 वर्ष पुग्नु भएको नक्सो परिने उहाँलाई 81 वर्ष पुग्नु भइसकेको छ उहाँलाई हाम्रो भइसकेको छ त्यसले गर्दाखेरि उहाँ ढोलेहरू झान्सेहरू मासुमेहरू सबै आइसकेको छ उहाँ अब त्यहाँभित्र हाम्रो भूमिथानमा बसिसक्नुभयो प्रवेश गर्नुभयो भूमिहरू त्यहाँ राखिन्छ सबै गर्नुहुन्छ अब भूमि चाहिँ हाम्रो भूमि चाहिँ अब सबै अहिले हाम्रो
नक्सले यो भित्र राखिसक्नु भएको छ। अब एकछिनले निकाल्नुहुन्छ। अब भूमिले रक्षा गर्नुहुन्छ। तपाईँहरूलाई जसले जतिजनाले हेर्नु हुँदैछ तपाईँहरूले सबै हाम्रो सिमे हाम्रो खरदेलको भूमिले तपाईँहरूलाई रक्षा गर्नेछ, क्षमा गर्नेछ, पिताको पुरा गर्नेछन्। हाम्रो भूमि साक्षात्य हुनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो भूमि साक्षात्य हुनुहुन्छ। त्यसले गर्दाखेरि अब साक्षात्य हुनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो भूमि यसलाई अहिले हाम्रो सिमे पहिला चाहिँ सबभन्दा सिमे भूमिलाई हामी धागो लगाउनु हुँदैछ। हाम्रो मापाहरू नक्सोहरू नागिरेहरू सहित हाम्रो यो सिमे पहिला हाम्रो सिमेलाई चाहिँ हामीले यसलाई चाहिँ गर्नु हुँदैछ। अब उहाँलाई चाहिँ त्यो गर्नु हुँदैछ। अब रुवाको धागो चाहिन्छ। हाम्रो लुगा सुगाउने धागो होइन। हामीले सिमेमा कोइना फ्यानले बुनेको कपासको रुवा नै चाहिन्छ। हामीलाई त्यो लुगा सुगाउने धागो होइन, कपासको धागो नै हामीले चाहिन्छ। उहाँलाई चाहिँ चाहिन्छ। त्यसले हाम्रो सबभन्दा पहिला हामी सिमेलाई चाहिँ हामी अनि धागो चलाउनु हुँदैछ। त्यसपछि अझै यसको जानकारीको लागि यो हाम्रो सबै सकेपछि म नक्सलाई सोध्नेछु। त्यसपछि अनि तपाईँहरूले अझै सबै राम्रो जानकारी दिनेछु। त्यसले गर्दाखेरि तपाईँहरूले सबै अहिले हाम्रो यो ठुलो सिम्बलको रूपमा सबै ठुलो सिम्बलको रूपमुनि छ हाम्रो भूमि। त्यसले गर्दा सबै नाचाङ्गेहरू सबैले नै हाम्रो सिन्दुर पहिरिसक्नु भएको छ। पहिरिसक्नु छ। त्यो मैले दिएको थिएँ नि त्यो लगाइदेऊ त्यहाँ यहाँ भनेको यहाँ पनि सिमेलाई पनि त्यहाँ लगाइदेऊ न। त्यहाँ पनि अरू हाम्रो चाहिँ उहाँ चाहिँ सिमे पहिला फर्स्टमा चाहिँ सिमेलाई अब गर्दाखेरि सबै सिमेलाई गरिराख्नु भएको छ। यता चाहिँ ठुलो भूमि यता चाहिँ ठुलो भूमि हुनुहुन्छ। उता हाम्रो सिमे बिचमा भन्दा त उहाँ चाहिँ सानो भूमि तर चाहिँ सानो भूमि हुनुहुन्छ। त्यहाँ चाहिँ कोही बेला चाहिँ पानी हुन्छ। त्यो यस्तो सिम्बलको रूपमा कोही बेला त्यहाँ पानी हुन्छ, कहिले पानी हुँदैन। तपाईँहरूलाई म देखाउने छु। यहाँ चाहिँ कोही बेला हाम्रो अब पानी हुनेछ, कोही बेला यो सिम्बलको जग्गामा यो चाहिँ वरिपरि भूमि निकाल्नु हुँदैछ। अब भूमि निस्किँदैछ। भूमि निकाल्दैछ। भूमि निस्किँदैछ। अब त्यहाँबाट हेर्नुहोस्। अब भूमि निस्किँदैछ। भूमि अब भूमि निस्किँदैछ। हाम्रो पुर्खाहरूले भूमि निकाल्नु हुँदैछ। अब त्यो सबैले अब एकछिनले हाम्रो नक्सोको हातमा नै भूमि हुनेछ। अब यस्तो खाल्टोभित्र हाम्रो खाल्टोभित्र चाहिँ भूमि छ। भूमि खाल्टोभित्र छ भूमि। अब त्यो खाल्टोभित्र हाम्रो भूमि हुनुहुन्छ। त्यो खाल्टोभित्र हाम्रो भूमि छ। अब त्यसपछि हामीले त्यो भूमि चाहिँ अब 15बाट हामीले सिङ्गेलकोबाट चाहिँ पानी लिएको छ। त्यसलाई धुनुपर्छ। धुएर बल्ल हामी केराको पासमा राख्नेछौँ। नुन पन्ध्रको पानी नुन पन्ध्रको सुङ्गेलको यो चाहिँ सुङ्गेलको पानी हो। यो चाहिँ सुङ्गेलको यता उल्टो गरिदिन्छ। यता फोटो यता देखाउनु भन्नु। यता देखाउनु भन्नु न। यता देखाउनु न। सुङ्गेलको पानीले धुनु हुँदैछ। सुङ्गेलको पानीले अब फरियो त्यो भूमि हो। त्यो चाहिँ हाम्रो हामीले चाहिँ अब यो भूमि चाहिँ हामीले यो चाहिँ हाम्रो भूमि हो। अरूले कसैले पनि समात्नु सक्दैन। हामी चाहिँ त्यो हो। यो कसैले पनि दिनु सक्दैन हातमा। यो कसैले पनि दिनु सक्दैन होइन। यो चाहिँ हामीले यो ख्याचाली हुनुहुन्छ। उहाँ चाहिँ हामीले यत्रो सत्ता सन्तानहरू उहाँले संरक्षण गर्नुभएको छ। उहाँले नै हाम्रो संरक्षण गर्नुभएको छ। हाम्रो हामीलाई नै हामीलाई यो चाहिँ हामीले उहाँ सक्नुहुन्न। यो चाहिँ हामीले हाम्रो नक्सले मात्रै हातमा लिनुहुन्छ। यो कसै नागिरीहरू कोही आएर म पक्रिन्छु भन्नुहुन्छ भने हामी यहाँ दिनेछौँ। तर कसैले पनि यो दिनु सक्ने छैन होइन। उहाँले चाहिँ हाम्रो धागोले चाहिँ हामी यसरी दिनेछौँ। यो हाम्रो उहाँ भूमिले नै हामीलाई संरक्षण गर्नुभएको छ। यो सारा हाम्रो ढोले झ्याम्टे मारुने अब आजको सारा नाच्नेहरू सबै नाच गर्ने सबैलाई चाहिँ हामीले अब
उहाँले संरक्षण गर्नुभएको छ। त्यसले गर्दा अहिले हामी उहाँ इन्फुल्लु गर्दा हामी हिँडेको उहाँले बोलाएको उहाँ बोलाएको उहाँले नै। त्यसले गर्दाखेरि उहाँ अब उहाँलाई चाहिँ केराको पातमा राखिन्छ। उहाँलाई चाहिँ अब उहाँलाई चाहिँ केराको पातमा हामी उहाँ यहाँ सेती हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो कुरा गर्नु मिल्छ। अब म हाम्रो नक्सो नागिरे पदमबहादुर फोटो कान्छालाई म सोध्छु यो भूमिको विषयमा भूमिको विषयमा अनि सिमेको विषयमा सानो भूमिको विषयमा म कुरा गर्छु। अब त्यसले गर्दाखेरि अब सुन्नुहोस् है सबैले यो भूमिको विषयमा यो नक्सो नागिरे पदमबहादुर हाम्रो कान्छा काका अब जोस् उमेर अब 80-81 वर्ष पुग्नु भइरहेको छ। तपाईँको अब झन्डै 60-70 वर्ष यो भूमि गरिसक्नु भएको छ। अब होइन तपाईँ त्यसले गर्दा यो कसै डुप्लिकेट होइन, पक्का अरिजिनल हो। यो हाम्रो संस्कार हो, यता संस्कृतिको होइन। यसको भूमिको विषयमा बताइदिनुहोस् न त हामीलाई यिनले के गर्छन् कसो गर्छन् यो भूमि कस्तो हुन् भनेर। ठिक छ, धन्यवाद। यो सोधिराख्नु राम्रो हो। एउटा यो हाम्रो भूमि भनेको पृथ्वी यो भूमि मातासँगै जन्म लिएको भूमि हुन्। अनि त्यसो र यो भूमि पूजा भनेको हुन्छ हाम्रो उहाँ संसार डुलेको हुन्छ हाम्रो यी भूमि। उहाँले आशीर्वाद दिनुपर्छ, दिएको हुन्छ, अन्न पानी दिएको हुन्छ। यहाँ यस्तो दुःख पिर्नु सिकुम्बीहरू हटाउँछन्। अब यो पुस्तादेखि गरिलिएको यो हाम्रो भूमि हो, अहिलेको होइन। र सबै अब यसमा त्यही त हामीले गाउँ गएर उठेर सेवा दिन्छौँ। अब यहाँ मदाम खिदाम भनेको माछा कुखुरा चोखो जाँड गरेर हामीले अघिदेखि पुर्खादेखि गरिलिएको यो भूमि अहिलेको यो होइन। यो भयो भनौँ अब यो 1000-2000 वर्ष उताको कुरा हो। यो अहिलेको होइन यो हाम्रो भूमि। त्यसो र छोरा नातिहरूले सबैले राम्रो सुनिदिनु पनि, यसको उच्चारणहरू पनि दिँदाखेरिमा यो भन्थे हाम्रो नोक्सोले कुबीले भन्ने चाहिँ एउटा तपाईँहरूले पनि सम्झिदिँदा हुन्छ। अब मेरो उमेरले चाहिँ डाँडा काट्यो। अब 80-81 वर्ष भयो। यो कार्य गरेको मैले 62-63 वर्ष भयो। बाच्चाकालदेखि मैले यो भोगेको हो। त्यसो हुँदाखेरिमा पुर्खाहरू कति बिते कति गए। अहिले 60-62 वर्ष चाहिँ म यो कार्य मैले गरेको र अहिलेसम्म सबै मेरो दाजुभाइ दिदीबहिनीहरू सबैले आएर हेर्दा पनि यो कस्तो रहेछ भन्ने कुराहरू जानिदिनुपर्छ। र मेरो सोखोया मेरो ढोलेहरू धामीहरूले पनि यो कुरा अब मेरो शेषपछि पनि यस्तै कुराहरू तपाईँहरूले पनि बुझिराख्ने हो कि एउटाले भनेको मानिदिने। अब म धेरै छैन, अब म बाटो लाग्नु नै पर्छ, एउटाले रोकिरहेर हुँदैन। तर उहाँको आशीर्वाद कति छन् मेरो भूमिहरूको। सिमे भूमि जय गरिदिउँ। ल म अहिले बोल्नु पनि सकेको छैन। अब यतिमै म यति भन्दै। अनि एउटा क्वेसन क्या, यहाँ हामीले भूमि गर्दाखेरि पहिला त हाम्रो संसारका खार्मी माका भूमिहरू सबै यहाँ आएर दर्शन गर्नुहुन्छ भन्छ नि, के हो? सबै आउँछन् है। अब संसारका भोलि हो, तर आइसकेर गइसके आइसक्नु भयो। भोट यो भोग दिने बेलामा आउनुहुन्छ उहाँ? हो त्यस्तो। उनीहरू यहाँको मात्रै होइन, खार्मी माग्पाको नै आउँछन्। दर्शन गर्नुपर्छ हामीले। त्यही हो हजुर। यसपालि एउटै हो उहाँ भूमि, एउटै हुन्। हाम्रो भूमिले अब यसपालि के राम्रै खुसी नै भयो त? राम्रै छ। अहिले भरे अन्त्यमा यो म भन्नुहुन्छ है। अब यो सिमेको विषयमा भनिदिनुहोस् न। यो सिमे राम्रो खुसी छन्, हजुर राम्रो छन्, खुसी छन्। यो सिमे भन्नाले सिद्ध सिमे हो। उहाँको काम चाहिँ के हो? उहाँको पानी दिने, हावा मुख्य रोक्ने, हावा बतास असिना ठुलो आउँदा पनि हामीले मैले जप्छु। यो चाहिँ हावा र बतासले उसले उठाइदिने हो। त्यसो र यो पहिला मान्नु पर्छ। यो भूमि भन्दा
यो भूमि भन्दा चाहिँ पहिला यो सिमेलाई मान्नु पर्यो पहिला मान्नु पर्यो किनभने ऊ हावा बतास किन पानी रोक्देऊ भनेर भनेर पहिला उहाँलाई सम्मान गर्नु पर्यो त्यहाँदेखि अनि हामी पुर्खाहरूले यो चाहिँ जानिरहनु पर्यो यहाँ त्यसो र जहिले आउँदा पनि मेरो केसपछि पनि पहिला यो गर्नु पर्यो मापाले पनि भोलि यो नभुल्नु पर्यो अब यो त्यहाँदेखि यो अब निकाल्नु पर्यो यसलाई त बोल मागेको छ नि त हामीले पानी नआउँदा मूल पनि पानीको दिनु भन्नु पर्यो उहाँ हुन त भूमि पनि अजिङ्गरहरू नै हो अजिङ्गर नै हुनु यहाँ पनि अजिङ्गरै छन् अजिङ्गर हो नाक छ यहाँ चाहिँ पानी दिने ओके उता सानो भूमिमा जाउँ न सानो भूमि चाहिँ कस्तो हो त यो के हो सानो भूमि चाहिँ यसपालि चाहिँ पानी भएन नि यसपालि यता उता जानु पानी भएन नि यो चाहिँ के होला यसपालि यहाँको के भनेदेखि उहाँले के दिनुहुन्छ भने पानी बस्नुपर्छ भने हिजो अस्तिसम्म पानी आएको होइन त्यो एउटा उहाँले चिन्ह देखाएको भूमिले चिन्ह देखाएको अलिकति चारिङ समूहहरू गाउँमा कसै नरनातामा त्यो देखाएको अन्न प्राणीहरूको पनि मामुली यो बाजी छ अरू केही होइन यहाँ अलिक त्यतै छ चारिङ समूहहरू लाग्छ भनेर चाहिँ तर यो अन्तिममा भन्छु अहिले हेर्नुहोस् हाम्रो दाजुभाइहरू देश विदेशबाट हेरिराख्नु भएको छ यहाँ पहिला पानी हुन्थ्यो तर आज पानी छैन सुक्खा छ हिजोसम्म परेको पानी आज छैन हेर्नुहोस् हाम्रो भूमिहरू स्याछ्याती हुनुहुन्छ अन्त त्यसले गर्दाखेरि रक्षा गर्नुहुन्छ हाम्रो नक्सो पदमबहादुर काकाले भनिसक्नु भयो अब यसपालि केही हुन्छ त अझै यो लास्टमा आज आधा मात्रै भइरहेको छ अब भइरहेको छ यता उदोपट्टिको पनि काका यो पनि भनिदिनुहोस् न उदोपट्टिको पनि के हो भनेर हुन्छ अहिले यो बेला कालमा उसको उहाँको काम हुन्छ यदि अन्नको सह दिने यताबाट पनि दिन्छन् तर यिनीहरू यो जम्मा तिनीहरू मिल्नु पर्यो है सह दिनुलाई उहाँको नाउँ चाहिँ चौकट्टा भूमि यति जान्नुपर्छ यो पनि पहिलाकै हो तीन आङ्गे छ अहिले 2 आङ्गा उता पुग्यो एउटा मात्रै देखियो है म देखाउँछु तपाईँले 3 घाटा हाम्रो नक्सो पदमबहादुर काकाले 3 आङ्गे भन्दैछ तर अहिले हामीले 3 आङ्गे 2टा मात्रै देखिरहेका छौँ हेर्नुहोस् उदो पसेको छ अरे उदो गाडिएको छ आफै यो हामीले गाडेको होइन यो आफै गाडिएको हेर्नुहोस् होइन त्यसले गर्दा यो राम्रो कि नराम्रो हो भनेर म सोध्छु अहिले यो राम्रै हो एकदम राम्रो हो अब यो कसैले चलाउनु पनि सकेन यता जस्तो हामीले घोपाटी बिनेलाई दिनु भएन त्यसो हुँदा यो पुरिएको हो यो चाहिँ 3 आङ्गे छ है यो एक बाजी हामीले यो भूमिलाई चाहिँ के दिनुपर्ने छ गाला के भनिदिनु त यो दिएको यो भातहरू जस्तो देखिन्छ नि हामी अब चोखो जाँड हाले एउटा पोटी बदाम अब धुप धुवार अब यही दिएर धुप दिएर पर्सिएर हामी अनि भूमिलाई दिन्छौँ यो भूमि चाहिँ भाले हो कि पोथी हो नि यिनीको पोथी यो पोथी नै हो तर बच्चा नहुने यहाँ चाहिँ भाले यति जान्नु यहाँ चाहिँ पोथी हुनु उहाँ चाहिँ भूमि अब चौकट्टा भूमि पनि तिनवटा भूमि हुनु छ हामीसँग अब यहाँ सिद्ध यो यसलाई यहाँलाई चाहिँ पहिला दिनु पर्यो झोक गरेर अब यहाँ मात्रै होइन यहाँ अब यहीँबाट निस्केको यहाँ छ नि हेर्नुहोस् दाजुभाइहरू यहीँबाट निस्केको यो कसैले होइन यो राखेको होइन अरे यहीँ निस्केको हेर्नुहोस् अनि त्यसले हामी जलपालीहरू हामी खलवारी भाग्यमानी छौँ त्यसले गर्दा हामीले यसलाई सधैँ यसलाई मान्नुपर्छ यो संस्कारलाई अहिले मान्नु पर्यो हुनु यो हाम्रो साह्रो छ चिने भूमिहरू पनि आउँछन् तर यहाँ पनि सत्य त हेर्नु त यो हेर्नुहोस् न यो यहीँबाट गाभोले गाँधेर निकाल्छ भन्दा पनि हुँदैन त्यस्तो राखिएको छ मान्छेले नाच्छ है हाम्रो के भन्नु हुँदैछ कि हेर्नुहोस् त कस्तमै छ हाम्रो हेर्नुहोस् त हामी सिन्दुर अहिले दिएको छौँ यहाँ अब
भएको अँ। यहाँ दुईटा दुईटा उहाँ नै एउटा यहाँ एउटा यहाँ एउटा यहाँ एउटा अब ल। यो भित्र अँ। त्यसो र यसरी हामीले यो पहिला चाहिँ यहाँ धुप गर्नुपर्ने गर्नुपर्ने हुन्छ यो सिद्ध 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 राजा त्यो भन्नुपर्छ भन्नुपर्छ अनि उहाँलाई त्यहाँ अघि ढाजा दिएको छ त्यहाँ गर्नुपर्छ त्यो ढाजा पनि ए यो सिमल चाहिँ यो पहिल्यै थियो कि यो कहिले यो ठुलो सिमल छ नि यो चाहिँ के कहिले भएको यो सिङ्गल त अनुजुको यो सय वर्ष भइसक्यो त्यस्तै हो त्यस्तै हो यो अहिलेको होइन ए यो हजारदेखि उँभोको उनीहरूको है कुन बाजेले पनि भन्दै लिएको पुस्ता यो अहिलेको होइन यो हजुर हजुर बढ्दैछ अझै ल पानी अब ठिक छ हाम्रो हामीले संस्कारको विषयमा हाम्रो तिनवटा भूमिको विषयमा सोध्यौँ देश विदेशबाट हेर्नुहुने दाजुभाइ दिदीबहिनीहरू अब म तपाईँहरूलाई संस्कारको विषयमा बाहिर देखा अहिले यता भित्र चाहिँ संस्कार छ उता संस्कृति छ होइन यता हामी संस्कार गर्छौँ उता संस्कृति हो हाम्रो अब यता भूमि अब पस्न आँट्यो अब हाम्रो भूमि अब पस्न आँट्यो हामी अब पस्छौँ ठन्क्यौँ अब हामी ठन्क्यौँ अब हामी हाम्रो अब भूमि हाम्रो अब हाम्रो नक्सो कुबीले हामी नक्सोले चाहिँ अब बकाएर उहाँले भन्नुहुन्छ अब राम्रो उ गर्नुहोस् भनेर अब उहाँले चाहिँ हामीलाई यसपालि राखिकार हो यो त त्यसले गर्दाखेरि कसै ढाङ्गीहरू आएर सुन्छु भन्छ भने हामी इनाम दिन्छ 1 लाख दिन्छ 1 लाख भूमि तपाईँहरूले सबैले दर्शन गर्नुहोस् अब हाम्रो देश विदेशबाट हेर्नु भइरहेको छ उहाँलाई चाहिँ अब तपाईँले चिताको पुऱ्याइदियोस् है हाम्रो भूमि क्षेत्रकै हुनुहुन्छ यो चाहिँ हाम्रो तर भाले भूमि हो अधिकार यो त हाम्रो अधिकार है कालो कालो भूमि हुनुहुन्छ यो चाहिँ हाम्रो यो चाहिँ भाले हो यो चाहिँ भाले हाम्रो भूमि हो यो चाहिँ ठुलो अधिकार हो यो चाहिँ हाम्रो भूमि यो कसैले पनि पक्रिनु सक्दैन अब त्यसले गर्दाखेरि अब उहाँलाई चाहिँ भोट दिएर अब उहाँको दरबारमा उहाँको वासस्थानमा हामी राख्दैछौँ हामीले उहाँ ठाउँमा राख्दैछौँ अब राख्दैछौँ अब त्यसले गर्दाखेरि यो कसैले पनि पक्रिनु सक्दैन उहाँले नै हामीलाई रक्षा गर्नुहुन्छ उहाँ यसरी अब यता सानो भूमि यता हामी सानो भूमि चाहिँ तपाईँहरूले देख्दाखेरि डुङ्गा देख्नुहुन्छ होला तर यो अधिकारको यो चाहिँ पोथी अरे नक्सलले भन्नुभएको यो चाहिँ पोथी अधिकार गरे है एउटा अधिकार पोथी अधिकार हामी अब किराँतीहरू जहिले पनि हामी यी गुरुलाई हामी 3 चोटि लाउँछौँ हामी 3 चोटि लाउँछौँ हाम्रो झोलेहरू अब उफ्रिँदै आउँदैछ हाम्रो भूमिहरू यसरी भूमिलाई हामी 3 चोटि लाउँछौँ हामी 3 चोटि लाउँछौँ हामी किन हामी सक्कल गरेर अब हाम्रो भूमिलाई बिदा लिन्छौँ हामी
उता सुक्तुलोलाई चाहिँ 3 फटको घुम्दै हुनुहुन्छ मासुने माधुने लाइटो बोक्ने सबै अहिले हाम्रो पुर्खाहरू सबै 3 चोटि हाम्रो चुलालाई चाहिँ घुम्नु हुँदैछ 3 चोटि घुम्दैछ अब ल चन्द्र एकछिन अब नसक्नु है अब ढोलेमा चाहिँ बसौँ त तपाईँहरू ठाउँ पाउनु भएन यो एकछिन गरिहाल्नुहोस् है यो के भने के त आफूपट्टि नै गर्नु माथि